जिन्दगी एकदमै छोटो छ, त्यसैले आफूलाई मन लागेको कुरा गर्नुहोस्, आफूलाई मन लागेको कुरा खानुहोस् र आफूलाई मन लागेको कुरा किन्नुहोस्। यसको मतलब नराम्रो काम गरेर चाहिँ होइन है। भोलि के हुन्छ कसलाई के थाहा, त्यसैले आजकै दिनमा रमाउनु पर्छ। मैले चाहिँ कुनै बेला ड्रिम गरेको कुरा किनेको हो, त्यही नि मैले सक्ने भएपछि फाइनली अफोर्ड गर्न सक्ने भएँ अनि त्यही नि मैले मेरै पैसाले किनेको भएर होला झन् कति खुसी फिल हुने रहेछ क्या। म चाहिँ अरूलाई एकदमै धेरै माया गर्ने अनि खुसी पार्न खोज्ने क्या, तर मैले त्यही माया चाहिँ उनीहरूबाट कहिले ब्याक नै पाइन क्या। त्यसैले आजकल आफूले आफैलाई धेरै माया गर्न थालेको छु, ट्रिट गर्न थालेको छु, इम्पोर्टेन्ट दिन थालेको छु, बिकज एट द एन्ड नो बडी केयर्स अबाउट यु। सो मेरो ड्रिम थियो एउटा मेकअप भ्यानिटी टेबल मेरो रुममा राख्ने अनि फाइनली यो विस पुरा भयो। तर हामीलाई यो एसेम्बल गर्न लिटरली 2 डेज लाग्यो क्या, धन्न 2 डेजमा चाहिँ सक्यो। अनि अहिले चाहिँ मैले मेरो ड्रेसिङ टेबल यसरी सजाएर राखेको छु, सबै सामानहरू मजाले राखेको छु। अझै मसँग कति सामान त छैन, बट बिस्तारै बढ्दै जान्छु। मच लभ सबैलाई, बाई।